मिति 2081 साल चैत्र 19 गतेका दिन चाहिँ कर्णाली प्रदेश 5औं तहलाई चाहिँ सोधिएका प्रश्न र प्रश्नको उत्तर सहित आजको यो भिडियोमा सल्भ गर्नेछौं। तपाईले कति मिलाउनु भयो र कस्ता प्रश्नहरू आएका थिए कर्णाली प्रदेशको 5औं तहमा चाहिँ यो भिडियो हेरेर बुझ्न सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुला। यो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नुला, साथीलाई शेयर गर्नुला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुला भन्दै लागौं आजको भिडियोतर्फ। प्रश्न नम्बर 1 मा रहेको थियो यूएनओ को स्थापना कहिले भएको भनेर, जसको चाहिँ सही उत्तर रहेको छ 1945 अक्टोबर 24 मा रहेको थियो। यदि तपाईले मिलाउनु भएको छ भने यो करेक्ट भएको छ। र प्रश्न नम्बर 2 मा रहेको छ सूर्यको किरण प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ भनेर सोधिएको थियो, जसको चाहिँ सही उत्तर रहेको छ 8 मिनेट 20 सेकेन्ड लाग्छ सूर्यको किरण चाहिँ पृथ्वीमा आइपुग्नको लागि। र प्रश्न नम्बर 3 मा रहेको थियो डब्ल्युटिओ को प्रधान कार्यालय कहाँ छ भनेको थियो, यसको चाहिँ सही उत्तर रहेको छ जेनेभा। 1995 जुन 1 मा चाहिँ यसको स्थापना गरिएको भने। त्यसपछि प्रश्न नम्बर 4 मा रहेको छ डोनाल्ड ट्रम्पको पूरा नाम के हो भनेको थियो, जसको सही उत्तर रहेको छ डोनाल्ड जोन ट्रम्प रहेको छ, देख्न सक्नुहुन्छ। प्रश्न नम्बर 5 मा रहेको थियो दरबार हत्याकाण्ड कहिले भयो भनेको थियो, जसको चाहिँ सही उत्तर रहेको छ 1958 जेठ 19 गते का दिन चाहिँ शुक्रबार रहेको थियो। त्यो दिन चाहिँ हत्या भएको थियो दरबार हत्याकाण्ड, देख्न सक्नुहुन्छ। प्राय जसो धेरै प्रश्नहरुमा पनि सोधिरहने प्रश्न हो। भूकम्पको जोखिममा नेपाल कतिौं स्थानमा रहेको छ भनेको छ, जसको चाहिँ सही उत्तर रहेको छ 11औं स्थानमा रहेको छ नेपाल भने। कर्णाली प्रदेशमा कतिवटा ओडा रहेका छन् भनेको छ, जसको चाहिँ सही उत्तर रहेको छ 718 वटा ओडा रहेका छन् कर्णाली प्रदेशमा। र प्रश्न नम्बर 8 मा रहेको छ वातावरण स्वच्छ हुनका लागि कुल भूभागको कति प्रतिशत भाग चाहिँ वन क्षेत्रको हुनुपर्छ भनेको छ 43% हुनुपर्छ। यहाँ चाहिँ प्रतिशत छुटेको रहेछ, 43 मात्र भएको छ। 43% हुनुपर्छ वातावरण स्वच्छको हुनको लागि चाहिँ। अब वन क्षेत्रको भाग चाहिँ 43% हुनुपर्छ भने। प्रश्न नम्बर 9 मा रहेको छ दिगो विकासका कतिवटा लक्ष्य रहेका छन् भनेको छ, जसको चाहिँ सही उत्तर रहेको छ 17 वटा लक्ष्य रहेका छन् भने। प्रश्न नम्बर 10 मा सोधिएको छ सेतो हात्तीको देश कुन हो भनेर सोधिएको थियो प्रश्नमा, जसको चाहिँ सही उत्तर रहेको छ थाइल्यान्ड रहेको छ। प्रश्न नम्बर 11 मा रहेको छ अफ्रिकी महादेशको सबैभन्दा अग्लो शिखरको नाम के हो भनेको छ, जसको चाहिँ सही उत्तर रहेको छ माउन्ट किलिमन्जारो हो, जसको चाहिँ उचाइ चाहिँ 5895 मिटर रहेको छ भने 19341 फिट रहेको छ। यो चाहिँ तान्जानियामा चाहिँ अवस्थित रहेको छ भने। प्रश्न नम्बर 12 मा रहेको छ सेतो बन्द व्यापारिक नाका कहाँ पर्दछ भनेको छ, अप्सन दिएको थियो झापा, मोरङ, सुनसरी र सप्तरी। सही एन्सर रहेको छ सुनसरी रहेको छ यसको। र प्रश्न नम्बर 13 मा बन्धु शिक्षा कृति कसको हो भनेको छ, जसको चाहिँ सही उत्तर रहेको छ भानुभक्त आचार्यको हो भने बन्धु शिक्षा कृति। यहाँ चाहिँ प्रश्न नम्बर 14 मा रहेको छ कर्णाली प्रदेशमा पाइने जडीबुटी तलका मध्ये कुन वनस्पति होइन भनेको छ। अप्सनहरु रहेको छ यार्सागुम्बा, सुनाखरी, मजिठो र शिलाजित भनेको छ। यसको चाहिँ सही उत्तर रहेको छ अप्सन डी रहेको छ शिलाजित चाहिँ। यो चाहिँ वनस्पतिमा पर्दैन, यो कर्णाली प्रदेशमा पाइने जडीबुटी मध्येको। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ 15 नम्बरमा रहेको छ बिफर उल्लङ्घन घोषणा कहिले भयो भनेको छ। अप्सनहरु थुप्रै थिए र जसको सही उत्तर रहेको छ बिफर मुक्त घोषणा विक्रम सम्वत 2034 वैशाख 1 गतेका दिन चाहिँ भएको थियो। साथीहरु यिनै प्रश्नहरु रहेका थिए कर्णाली प्रदेशको 5औं तहमा चाहिँ आएका प्रश्नहरु रहेका थिए। साथीहरु यस्तै जानकारी तपाईमाझ आगामी दिनमा पनि लिएर आउने नै छौं। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने भिडियोलाई लाइक तथा शेयर गरी कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिरहनु होला भन्दै आजको यो भिडियोबाट बिदा लिन्छु। नमस्कार।